सो हेलो एभ्रिवान, के छ हाल खबर? म चाहिँ अहिले होइन हिजो बेलुका अब म र मामे भएर यता राति निर्मल पोखरीतिर आइयो। अहिले चाहिँ म यता निर्मल पोखरी गाउँमा छु। टक्क अगाडि मामे हिँड्दैछन्, यता माथि जाँदैछन्। हामी चाहिँ ठक्क घरनिर आइपुग्यौँ यहाँ। अब यहाँ टक्क चिया खाएर अनि हामी कन्टिन्यू पोखरतिर लाउनुपर्छ। अब आज त मेरो जबको अब लास्ट दिनै होला सायद, अनि बिदा छ दुई दिनको लागि। चिया खाँदैछौँ है। तिहारको माहौल के कस्तो हुँदैछ त्यतातिर? अब पोखरतिर त दामी तिहारको माहौल यस्तो दामी छ। बाटो अब पुरै त्यो भैलो टिमले होइन जाम बनाउने यता भइरहेको छ। त्यही त हो, एक दुई दिन हो। एक दुई दिन पछि अनि आफ्नै काममा फर्किनुपर्छ। चाडपर्व नि भने जस्तो खासै रमाइलो केही छैन। सो गाइजहरू, अब कुनै कुरा भन्न नि मिल्दैन है। यहाँ नभन्ने आदेश आएको, त्यही भएर मैले भनिनँ। सो गाइजहरू, अब हामी चाहिँ म र मामे यता माथि भ्यू देखाउनको लागि, ओन्ली फर भ्यू। यति दुःख गरेको मैले। हामी चाहिँ यो जङ्गलबाट उता जे देखिन्छ म त्यो देखाउँछु है। हामी बिहान चाहिँ आज चाहिँ मेरो मुड एकदम फ्रेस भयो। यहाँबाट पछाडि देखिने भ्यू चाहिँ दामी नै छ। सो भिडियो चाहिँ हेरिराख्नु होला गाइजहरू है। अझै खासै नहिँड्ने बानी परेर होला, यस्तो थाकिन्छ यार। सो एकछिन होल्ड गरौँ गाइजहरू, एकैछिनको होल्ड हो। सो गाइजहरू, एकचोटि पछाडि चाहिँ हेर्नु है, म पछाडिको भ्यू। माथिको चाहिँ पुरै हिमाल देखिएको छ है। म चाहिँ अब यहाँबाट तपाईँहरूलाई भ्यू देखाउन जाँदैछु। यो पछाडिको चाहिँ हिमाल चाहिँ दामी नै देखिएको छ क्या। सो एकछिन पुरै अब माथितिर अफरोड छ, त्यही पनि बाइक ल्याउन पो गाह्रो। अब यस्तोमा मान्छे हिँडेर सजिलो छ, नजिकै हो। सो गाइजहरू, अब हामी चाहिँ टक्क भ्यू स्यू मैले देखाएँ तपाईँहरूलाई होइन। भ्यू देखाएर अब हामी चाहिँ अब फर्किँदैछौँ। अब पोखरातिर नि फर्किनु पऱ्यो यसो। अब कालो मान्छे घामको अपोजिट बस्यो भने त कालो आइहाल्छ। मैले चाहिँ अब मोबाइलले जे जस्तो भयो नि भिडियो चाहिँ राम्रो नआए नि भ्यू त तपाईँहरूलाई चाहिँ देखाउने कोसिस चाहिँ गरेको हो। अब चाहिँ हामी यहाँ हिँडिसकेछौँ, माथिको भ्यू स्यू हेऱ्यो होइन। यो भ्यू हेरेको ठाउँ भनेको निर्मल पोखरी पर्छ होइन, पोखरा 21 निर्मल पोखरी। अब चाहिँ हामी तलबाट खानासाना खाएर पोखरातिर चाहिँ फर्किन पर्ने हुन्छ। 2 दिनलाई चाहिँ अब तिहार छुट्टी। अब त्यो बेला अब गाउँ गइन्छ कि पोखरातिर भइन्छ। पोखरातिर भयो भने भिडियो बनाइन्छ, तर गाउँ गए पनि भिडियो चाहिँ कन्टिन्यू चाहिँ हाल्ने कोसिस चाहिँ म गर्छु होइन, के कसो हुन्छ। सो गाइज, अब भिडियो पनि धेरै लामो हुन्छ। अब मैले धेरै कुराहरू नि अगाडिको भिडियोमा भनिसकेको छु। सो अहिले चाहिँ यति गरौँ। सो गाइजहरू, अब हामी चाहिँ टक्क यहाँ अब झर्दैछौँ। अब पोखरातिर चाहिँ जाँदैछौँ होइन। सो गाइजहरू, अब निर्मल पोखरीबाट चाहिँ हामी अब हिँड्यौँ।
टाइमै मिल्दैन ल भ्यू चाहिँ हेर्नु गाइज है भ्यू जहिले हो हामी घुम्ने भनेकै भ्यू हेर्नको लागि हो सो जस्ट लुक दिस भ्यूज है नट भ्यूज है भ्यू र यस्तो दामी ल विदेश सिदेश भन्ने त्यस्तै हो गाइज अब यस्तै भ्यूहरू हेर्ने रमाउने के गर्नु त दामी हो मौसम चाहिँ दामी खुलेको हिमाल टक्क नाङ्गो हिमाल सरर हिमाल यतैबाट देखिन्छ है हामी अहिले बिहान गएको भनेको यता पारिपट्टि पऱ्यो अहिले चाहिँ हामी यहाँ यो पोखरा 21 निर्मल पोखरी भन्छ हामीलाई छ त्यसैबाट अगाडि है अब आफै अनुसार केही छैन तर के भन्दा के छ अरू नि भनिदिनु पऱ्यो मामा अरू नि भनिदिनु पऱ्यो भाइ स्टार्टिङलाई जे भयो नि गाइडहरू कन्टेन्टमा दम हुनुपर्छ गाइडहरू बाइककोमा भर पर्नु हुँदैन पछि अब विदेश गरेर आएपछि फेरि जस्तो अब अहिले चाहिँ अब हिँड्दै भ्लग बनाउनु भन्दा त एउटा बाइक छ जे भयो छोटो हाम्रो त्यसैबाट बनाएको हामी यो यता पार्कमा जाने छ यता माथि निर्मल पोखरी छुचिने बाटोमा आइसकेको छ माथि चाहिँ यता अब पार्कमा बाटो भनेको यता चाहिँ अब के अरे यो चाहिँ अब यता भण्डेरी के भन्छ अब ठाउँको नाम त सबै थाहा हुँदैन यो नि पछाडि बसेर भिडियो टाइम बजाउने डर पनि त्यस्तै लाग्यो त्यहीपट्टि सो गाइजहरू अहिले हामी टक्क स्याली बाटो आइपुगेको छौँ स्याली बाटो यता तल चाहिँ सानी बाटो ठुलो मजुवा सानो मजुवा छ यता त्यसै गरी फुलबारी रिसोर्टहरू यतै छ दामी नै छ के यो जहिले हिँड्छ यसरी नै हिँड्छ कि यहाँ आएन कहिले सिलिन्डर बोकेर हिँड्ने हुन्छ कहिले के बोकेर हिँड्ने हुन्छ उता अम्मरसिङतिर पनि देख्छु गण्डकी हस्पिटलतिर पनि देख्छु यता पनि देखेको यो चाहिँ उस भएको अरे के मामे पढ्दा पागल भएर यसरी हिँडेको भन्दै थियो कि अरे अब प्राय सबैले तिहारको माहौल दाबी छ पोखरातिर है तिहार माहौल चाहिँ तातिएको छ जो गाइजहरू अहिले हामी चाहिँ रामबजारबाट कटिएर नि यता माथि पृथ्वी चोकतिर आउँदैछौँ है अहिले यहाँ झन् एक्सिडेन्ट भएर सिधै घुस्यो महाकुरी त्यसरी घुस्न त नहुने हो झन् एक्सिडेन्ट गराइदिएन रहेछ त नि तर डेन्जर उस खाँदो रहेछ नि यसले चप्पल झुन्डेछ त नि ऊ गाइजहरू त्यो गाडीको तल चप्पल झुडिया है जुम गरेर देखाउनै मिलेन यार एउटा हातमा हेलमेट छ सो गाइज यता चाहिँ भैरो कार्यक्रम चाहिँ दामी भइराखेर छ भैलोको माहौल चाहिँ पोखरातिर चाहिँ दामी नै हुन्छ दसैँमा गाउँ रमाइलो भयो नि गाइजहरू तिहारमा चाहिँ पोखरा बजार सहरहरू नै रमाइलो हुन्छ त्यही पनि त्यस्तो भनेर हुँदैन गाउँतिर चाहिँ जानै पर्छ हामी चाहिँ अहिले टक्क हङकङ बजार छिर्दैछौँ है यहाँ चाहिँ अब हल्का फलफुल लाने अरे सो गाइजहरू हामी चाहिँ हङकङ बजारबाट सपिङ गरेर अब फलफुल लिएर
त्यहाँबाट चाहिँ हामी निस्किँदैछौँ हङकङ बजारबाट। हामी चाहिँ हङकङ बजारबाट निस्किएर अहिले चाहिँ हामी यो के अरे नयाँ बजार साइडको अब केही मिनटमा चाहिँ अब हामी घर पुगिन्छ। फाइनल्ली अब यता नदीको पुल आइयो होइन। अब चाहिँ घर अब आइसकियो। अब चाहिँ टक्क घरसर गएर कपडा सपडा फेरेर फेरि काममा आउनुपर्छ। ठ्याक्क पारी मणिपाल अगाडि यो भयो। भाइ महेन्द्र पुल जाने बाटो कता हो? महेन्द्र पुल यता हो। झ्याउ भयो यार। झ्याउ होइन यताबाट कता पुगिन्छ त? यो हो कहाँबाट? ल भाइ थ्याङ्क यू है। सो गाइजहरू म चाहिँ अहिले ठ्याक्क घर पनि आएँ। मामे नि एकछिन यहाँ बसेर मामा चाहिँ गयो आज गाउँ गयो। अब म चाहिँ अब यहाँबाट अब कपडा सपडा फेरेर अब जबमा जाने बेला भयो होइन। सो गाइजहरू अब नेक्स्ट भिडियो कहिले आउँछ यो त्यो भनेर अब थाहा हुँदैन है। यस छिटै नै बनाउँछु। त्यति बेलाको लागि चाहिँ अब भिडियो जे जस्तो भयो नि राम्रो नराम्रो जे भयो नि है हेरिदिनु होला। सपोर्ट चाहिँ गरिदिनु होला। म नि अब सकेसम्म राम्रै बनाउँछु। र अहिलेलाई चाहिँ यति नै है गाइज। नेक्स्ट टाइम चाहिँ अझै योभन्दा अझै राम्रो बनाउँदै जानेछु। सो सपोर्ट चाहिँ गर्नु होला।